सालौँदेखि रियादको शान शौकत पहिचानलाई बरकरार राखेको छ र त्यसलाई देख्दा बित्तिकै त्यो बिल्डिङलाई देख्दा बित्तिकै त्यो ठाउँलाई र अहिले म किङडम सेन्टरभित्र रहेको मलमा छु जो यो ग्राउन्ड फ्लोरमा रहेको छ र भित्रबाट यो एकदमै सुन्दर र भव्य छ जो देख्न सक्नुहुन्छ। र आज बिदाको दिन भएर होला सायद मैले एकदमै भिडभाड भएको महसुस गरेँ र यो मल रियादको सबैभन्दा एकदमै एक्सपेन्सिभ मलहरूमध्ये एक पर्दछ किनकि यहाँ विभिन्न देशका विदेशी ब्रान्डहरूका सपहरू रहेको छ। र यो बिल्डिङ जति बाहिरबाट भव्य देखिन्छ, ठुलो देखिन्छ, भित्रबाट हेर्दा उस्तै नै फरक र एकदमै राम्रो, एकदमै सुन्दर भएको छ। यहाँ सपिङ मलहरू भयो, क्याफेहरू भयो, अफिस, इभन 5 स्टार होटल समेत यो बिल्डिङभित्र रहेको छ। र यो बिल्डिङको हाइटको कुरा गर्नु पर्दाखेरि यो बिल्डिङ लगभग 302 मिटरभन्दा पनि अग्लो रहेको छ र आज एकदमै भिडभाड भएको कारणले गर्दाखेरि, एकदमै फ्यामिलीहरूको ग्यादरिङले गर्दाखेरि हामी यो स्काई ब्रिजबाट रियादको भ्यू हेर्ने मौका गुमाएका छौँ किनकि भिडभाड भएको ठाउँमा, फ्यामिलीहरूको ग्यादरिङ भएको ठाउँमा भिडियो सुट गर्न अलिकति अप्ठ्यारो हुने हुनाले फेरि कुनै दिन हामी यो भिडियो हामीले हेर्नेछौँ। र यहीँबाट केही दूरीमै फैसलिया टावर, तहालिया स्ट्रिट लगायतका एकदमै ठाउँहरू रहेका छन् जो हामी फेरि कुनै दिन त्यो अर्को भिडियोमा कभर गर्नेछौँ। र आजको यात्रा यतिकै साथीहरू। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला र साथै आगामी दिनहरूमा यस्तै नयाँ ठाउँहरू र नयाँ यात्रामा जोडिनको लागि मेरो च्यानल रामकुमार्स ब्लग्सलाई सब्स्क्राइब गरी नोटिफिकेसन अन गर्नुहोला र साथै एउटा लाइक र एउटा कमेन्ट गर्न पनि नबिर्सनुहोला। तपाईहरुको साथ सपोर्ट मायाले मलाई यस्तै भिडियोहरू बनाउने प्रेरणा मिल्नेछ। र फेरि अर्को नयाँ भिडियो, नयाँ ठाउँ सँगसँगै हामी फेरि भेट्नेछौँ। तबसम्मको लागि साथीहरू गुड नाइट, टेक केयर, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र व्यस्त रहनुहोस्। बाई बाई।